सम्मानित शिक्षकहरूको तर्फबाट मलाई जुन यहाँ बोल्ने मौका दिएको छ, म अरू साथीहरूको पनि प्रतिनिधित्व गर्दै मलाई याद छ जति बेला म यहाँ आएको थिएँ, म 22 वर्षको उमेरमा आएको थिएँ। त्यति बेला मलाई अनुभव हुन्छ पनि थियो र डर पनि लागिरहेको थियो, तर यो ठाउँले मलाई 38 वर्षको जुन यो मेरो अध्यापन जुन समय रहेको छ पाको बनाउने काम गरेको छ। मैले यहाँबाट मेरो अध्यापनदेखि लिएर अध्ययनका कार्यहरू पनि समाप्त गरेको छु र यो ठाउँमा मैले देखिरहेको छु धेरै भाइ बहिनीहरू विभिन्न क्षेत्रहरूमा उहाँहरू चाहिँ आफूलाई स्थापित गर्नुभएको छ। आज मलाई गर्व लाग्छ बाटोमा भेट्दाखेरि कोही आर्थिक रूपले व्यापारी उद्योगीहरू छन् भने कोही सामाजिक रूपले मभन्दा पनि अब्बल रूपमा सामाजिक सेवामा रहेर भोलिका दिनमा हाँक्न सक्ने गाउँपालिका मात्रै होइन अरू क्षेत्रहरूमा पनि अगाडि बढ्ने भाइ बहिनीहरूको भूमिका देख्दाखेरि आफूलाई गर्वान्वित महसुस गरिरहेको छु। र यो विद्यालयमा रहँदाखेरि मैले जानी नजानी यहाँ भनेपछि आफ्ना कार्य सम्पादन गर्दाखेरि कतिपय अवस्थामा मैले यहाँका अभिभावकहरूसँग 38 वर्षको दौरानमा बस्दाखेरि ठेस लागेको पनि हुनसक्छ र यहाँ भाइ बहिनीहरूलाई पढाउँदाखेरि विभिन्न क्रममा मैले नराम्रो शब्दहरू प्रयोग गरेको पनि हुनसक्छ र म ती सम्पूर्ण कुराहरूलाई विद्यार्थी भाइ बहिनीहरूलाई म एउटा आज उभिएको मञ्चबाट क्षमा याचकको रूपमा आफूलाई प्रस्तुत गर्दै क्षमा प्रार्थीको भूमिकामा रहेको छु। र अन्तमा म यो संस्थालाई आज 38 वर्षको दौरानमा हेर्दाखेरि यहाँ भनेपछि जनता केन्द्रबाट आउँदाखेरि यो खरको थाना र परालको टाटी भएको विद्यालयलाई यहाँ चाहिँ काठबाट परिणत गर्दै आज यो भव्य भवन बन्दाखेरि भनेपछि यहाँका सरकारवालाहरू यहाँको स्थानीय निकायदेखि लिएर यहाँका सम्पूर्ण अभिभावकहरूले यसलाई चाहिँ एक किसिमको यो संस्था निर्माण गर्नका लागि ठुलो भूमिका गर्नुभएको छ भन्ने मलाई महसुस भएको छ। र यो ठाउँ मलाई कस्तो लाग्छ भन्दाखेरि जगन्नाथ सर मात्र भनेपछि म बस्ने ठाउँमा मेरो बसेर मात्रै हो भन्ने कुराको त्यति बेला चर्चा हुने गर्थ्यो र मलाई सम्झना छ म 38 वर्षको दौरानमा मेरो धेरै समय यही बित्यो र त्यसले गर्दाखेरि यहाँका अभिभावकहरू भए, यहाँ मैले अध्ययन गराएका मेरा विद्यार्थी भाइ बहिनीहरू भए, सम्पूर्णलाई म के भन्न चाहन्छु भन्दाखेरि म भावुक पनि भएको छु। यो ठाउँ मेरो भनेपछि म सम्बन्ध गाँसिएको ठाउँ पनि हो र यहाँ मेरो ससुराली पनि रहेको छ। धेरै नातेदारहरू मेरा ससुराको रूपमा हुनुहुन्छ र मेरा जीवन सङ्गिनी मसँग अहिले हुनुहुन्न, तर म के महसुस गरेको छु भन्दाखेरि मेरा कठिन दिनहरूमा यहाँका भनेपछि जुन अभिभावक हुनुहुन्छ, यहाँका विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, म चाहिँ यस्तो अवस्थामा पऱ्यो भने मेरो गुहार्ने ठाउँ भनेको यही रहेको छ जस्तो मलाई लागेको छ। र अन्तिममा यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै यो विद्यालय अझ भविष्य यसको सुनौलो होस् भन्दै यहाँ रहने सम्पूर्ण सरकारवालाहरूको जीवन पनि अत्यन्त सुधार होस्, उहाँहरूको पनि उन्नति प्रगति होस् भन्दै मेरा छोटा कुरा यही समाप्त गर्न चाहन्छु। धन्यवाद।